सो गाइस हैन अहिले हामीले रानीगञ्ज जाँदैछौँ रानीगञ्जको अब एउटा खोला के तपाईको त्यो खोलाको आएर हैन हामीले भोट दिएको छ त्यसो नेता अहिले के बाटो कहिले के जान्छ बाटो बिग्रेर हामी जान्नु सकेका छैन त्यसलाई लास्ट गाह्रो भएको छ अहिले कन्ट्रोल गर्न एकदमै त्यहाँ नि छैन जस्तो बाटो हेर्नु सक्नुहुन्छ गाइस पानीको कारणले हैन म छिन्डेको छु दाइले चाहिँ बाइक अलि अगाडि बढाइसकेको छ गाह्रो बढेर यता पानी आएको छैन गाइस पानी यहाँ हेर्नु दाइ हाम्रो दाइलाई हेर्नु गाइस आइसकेको छु हामी हैन भिडियो बनाउने ठाउँमा आइसकेको छु फाइनली म र दाइ चाहिँ म चाहिँ उत्रिसकेको छु सो गाइस हैन एउटा कुरा भन्छु सुन्नु होला हैन यहाँ हाम्रो यो सरलाई लालबन्दी भन्नु एउटै होइन लालबन्दी के हाम्रो साथ होला हैन यो रानीगञ्जको बाटो हैन हिजो 2-3 दिन पानी पहिरोले खत्तम भएको थियो बाटो हैन यस्तो हाउडे बाटो रहेछ नि अहिले हैन हिजो पानी सकिसक्यो नि तर आज डोज जस्तो चलाएर बाटो बनाउनु चलन छैन अहिले बाटो बिग्रेर कस्तो तनाव भएको छ यो बाटो बनाउने चलन छैन के बाटो कमसे कम बाटो बनाइदिनु पर्छ नि बाटो के यो बाटो नबनाएर बाइक साइक आउनलाई यति गाह्रो भइरहेछ यति कस्तो भने के यस्तो औडा फिल भइरहेछ नि यत्रो नेताले मा पैसा लुट्छ सरकार बाटो बनाउनु सक्दैन के माता छ पनि ठुक्क छ नामहरु त ठुक्कमा छिक्ने सो हैन अहिलेलाई हामीले यो कहानी भनेन हामीले मेरो फेस कस्तो भइसकेको छ बाटोको हालतले मेरो मुख हेर्नु न गाइस हाम्रो मुख सो हैन अहिले हामीले मुखले बोलेर मात्रै हामीले केही हुँदैन हाम्रो मुख मात्रै दुख्छ हैन अहिले हामीले सम्झेर के हुने हैन सो यो जे हुँदै भएको हैन अब हामीले यो मुख बोलेर के हुने हैन सो अहिले हामीले भिडियो काटिया छु हैन अब अर्को ब्लग हामी घर गएपछि बनाउँछु सो अहिले हामी एउटा भिडियो हल्का कमेडी भिडियो बनाउँछु नि त्यसको लागि हैन सो हेर्दिनु होला युट्युबमा गएर डाइरेक्टर अभिषेक थिए तर नेम चेन्ज गरेर मैले कमेडी के अरे अभिषेक राखेको छ त्यसमा गएर सब्स्क्राइब जरुर हान्नु होला र पहिलोचोटि भर्खर सब्स्क्राइब छ सोल्न सबैजना माया सपोर्ट मिलेर 1K बनाएर हामी ग्रुप छ अहिले के 2 जना अझै बिरामी भएर बसेछ अहिले हामी 2 जना मात्रै हाम्रो ग्रुप हो यदि युट्युबमा पैसा आयो भने सबैलाई बाँड्ने विचार गरेछौँ सो सब्स्क्राइब नभुल्नु होला बाई बाई अहिलेको लागि